नमस्कार। यदि तपाईले सपनीमा सर्प देख्यो भने के हुन्छ र सर्पले टोक्यो भने के हुन्छ इत्यादि विभिन्न कुराहरू ल्याएर म हजुरमा उपस्थित भइसकेको छु। भिडियो के कस्तो लाग्दैछ भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिन नभुल्ला भन्दै आज भिडियोको विषय वस्तुतिर प्रवेश गरौँ। यदि तपाईले सपनीमा बारम्बार सर्प देखिराख्नु भएको छ भने यस्तो हुनाले तपाईको जन्मकुण्डलीमा सर्पयोग परेको पनि हुन सक्छ र तपाईको काल सर्पयोग परेको पनि हुन्छ। इत्यादिको लागि तपाईले जन्मकुण्डली विस्तृत रूपमा हेराउनु होला। त्यसै गरेर तपाईले सर्पले जीवन लिन पनि सक्छ, सर्पले जीवन बचाउन पनि सक्छ। यसै गरेर तपाईले सपनीमा सर्पलाई आफ्नो घाँटीमा या काँधमा राख्नु भएको छ भने यस्तो हुँदा के हुन्छ त भन्दा तपाईलाई राम्रो हुनेछ, लाभ प्राप्त हुनेछ, तपाईको भाग्य उदय हुनेछ, शुभ फल प्राप्त हुनेछ, रोकिएका कामहरू बन्नेछन् इत्यादि कुरा हुनेछन्। यदि सपनीमा तपाईले सर्पलाई मार्नुभयो त्यो पनि के हुन्छ भन्दा त्यो पनि राम्रो हो। तपाईका शत्रुहरूमाथि तपाई विजय प्राप्त गर्दै हुनुहुन्छ र तपाईका रोग विभिन्न प्रकारका रोग लागेर तपाईलाई दुःख दिइरहेका थिए भने त्यो सपना देख्नाले त्यो रोगहरू सबै नाश भएर जानेछन्, तपाईलाई राम्रो हुनेछ भन्ने जनाउँछ। यदि तपाईले सर्पलाई शिवको मन्दिरमा शिवलिङ्गमा बेरेको या शिवालयमा देख्नुभयो भने त्यो देख्नाले के हुन्छ त भन्दा त्यो पनि राम्रो संकेत हो। तपाईका इष्टदेव, तपाईका कुलदेवता, तपाईका नागदेवताले तपाईलाई आशीर्वाद दिइरहेका छन् र राम्रो तपाईको घरमा राम्रो हुँदैछ भन्ने संकेत दिएको र तपाईले मनमा एकदम राम्रो उत्साहित हुनुहुन्छ भन्ने जनाएको र तपाईले सर्पलाई आफ्नो दुलोमा या कुनै एउटा ठाउँबाट कतै जान लागेको देख्नुभयो भने त्यो पनि राम्रो संकेत हो। यसले तपाईलाई यसले गर्दा तपाईलाई चिट्टा पर्ने र तपाईलाई शुभ फल प्राप्त हुने, तपाईलाई लट्ठी लाग्ने इत्यादि विभिन्न प्रकारका कार्यहरू हुनेछन्। यो चाहिँ राम्रो पक्ष भयो। त्यसै गरेर अर्को पनि छ, नाग र नागिनी दुईटा सर्पहरू लडिरहेका छन् र तिनीहरूको मणि खस्यो त्यति बेला त्यो देख्नाले पनि तपाईलाई धन आर्जन र आय आर्जन विजय प्राप्त हुनेछ, राम्रो हुनेछ र सुख प्राप्त हुनेछ। तपाईको घरमा कलह झैझगडा हुने छैन र राम्रो मेलमिलाप हुनेछ इत्यादि शुभ संकेत र राजकीय सम्मान विभिन्न टोलबाट, कुनै संस्थाबाट, कुनै विभिन्न निकायबाट तपाईलाई सम्मान प्राप्त हुनेछ, राजकीय सम्मान जस्तो तपाईलाई सम्मान प्राप्त हुनेछ। यदि सर्पले तपाईलाई टोक्यो भने यो चाहिँ नराम्रो हुँदैछ, नराम्रो हुनेछ। यदि सर्पले तपाईलाई खेदाइरहेको छ भने, तपाईलाई दौडाइरहेको छ भने यो चाहिँ तपाईको जीवनमा विपत्ति आउँदैछ भनेर जान्नु। यदि सर्पले सर्पलाई लखटिरहेको छ यो देख्नाले पनि तपाईलाई विपत्ति आउँदैछ भनेर जान्नु। सर्पले न्याउरी मुसेलाई खेदाइरहेको छ भने पनि यो पनि तपाईको नराम्रो योग भएको छ, तपाईको जीवनमा नराम्रो कार्यहरू घट्दैछ भनेर जान्नु। हस्त, धन्यवाद, नमस्कार। यति नै, अर्को भिडियोमा भेटौँला।